आज मैले फर्स्ट टाइम घरमा मेरो स्टाइलले लाफिङ बनाएको अनि मैले यो 5 मिनेटभित्रमै बनाएँ। नपत्या हेर्नुहोस् है यो फुल भिडियो। हेलो, आज लाफिङ बनाऊ है त। त्यो पिठो सिथोले गर्नुभन्दा फुरुक्क राइस पेपर ल्याउनुहोस्। राइस पेपरमा यसरी तातो पानी हाल्नुहोस् अनि हेर्नुहोस् त लाफिङ स्टाइलकै टेक्सचर हुन्छ। त्यसपछि चिल्ली ओइल मजाले त्यसमाथि राख्ने। त्यसपछि मैले सोया चङ्क्स मजाले त्यसमाथि राखे। यहाँ वाइ चाउचाउ त पाउँदैन अनि त्यस भएर मैले रम्पम चाउचाउ राखे। अनि झन् मिठो बनाउनलाई यो चाउचाउको मसला पनि राखे। अनि हेर्नुहोस् त बोरेटो जस्तै गरेर बनाएर यसो दायाँ बायाँ पनि फोल्ड गर्ने होइन, अनि टाइट गरेर यसरी रोल गर्ने होइन। अब यो चाहिँ काटौँ है त। मजाले यसरी 4 पिस गरे होइन। यो चाहिँ हेर्दा मात्रै मिठो होइन, खाँदा त झन्डै मिठो भने। तपाईँहरू कहीँ जानु पर्दैन, घरमै यसरी मिठो लाफिङ बनाउनुहोस् है त।